आज हामी पुग्यौं इटरीदेखि नजिकै रहेको अहिलेको एकदमै भाइरल ठाउँ। हेलो नमस्ते, तपाईहरु सबैलाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ हामी टिकटकमा एकदमै भाइरल भइरहेको ठाउँ जाँदै गरेको, जुन चाहिँ शंकरबेरी ताल हो। भाइरल पनि किन नहोस् है, कस्तो मजाले फुल फुलेको छ, यस्तो दामी छ है। अस्ति अरूहरुको देख्दा चाहिँ मजाले फुलेको थियो नि त, अनि अहिले चाहिँ अलिक सकिएको रहेछ क्या। हामी अस्तिदेखि जाने भनेको जुर्दैन, बल्ल बल्ल जुर्यो, त्यही पनि फुल सकिनु आँट्दा है। म चाहिँ यो ठाउँ पहिला पनि गएको थिएँ नि त, धेरै वर्ष अगाडि। त्यतिखेर जाँदाखेरि चाहिँ टिकट थिएन जस्तो लाग्छ, अहिले चाहिँ टिकट सिस्टम भएछ, अनि पर पर्सन 20 रुपिज है त। हामी चाहिँ स्याटरडे भिड हुन्छ भनेर झन् अर्को दिन गएको, आम्मामा यो दिन पनि यस्तो भिड थियो, खुट्टा टेक्ने ठाउँ थिएन क्या। अनि त्यो पुलमा फोटो खिच्ने भनेको के को खिच्नु पाउनु भिड भएर है। अनि यता हेरेर टिकटकै बनाइरहनु भएको थियो, उता हेरेर टिकटकै बनाइरहनु भएको थियो। अनि हामी चाहिँ गएर एकछिन बस्ने, अनि यताउता डुल्ने, एक्सप्लोर गर्ने भनेर भनेको, भने मान्छे हुनु भएर हामी चाहिँ डुल्नु पाइनौँ है। अनि हामीले चाहिँ बल्ल बल्ल एउटा ठाउँ अलिकति खाली भेट्यौँ नि त, अनि त्यहाँ जाने बित्तिकै अलिअलि फोटोसुट गऱ्यौँ, एक दुईवटा फोटो खिच्यौँ, भिडियो खिच्यौँ है। अनि हामी चाहिँ त्यहाँदेखि फर्किने निर्णय गऱ्यौँ होइन, किनभने बडे भिड थियो नि त, अनि झन् पर्ख्यो भने झन् ढिलो हुन्छ भनेर। अनि हामी चाहिँ सफारी लिएर गएको थियौँ नि त, अनि हामी निस्केको भएर सफारीवाला भाइले कति छिटो निस्किनु भएको भनेर सफारीवाला भाइ नै क्या तर्सिनु भएको क्या, एकछिन डुल्नुहोस् नि अरे क्या। अनि तपाईँहरू जानुभएको छैन भने जानुहोस् है, फुल सकिनु आँट्यो, अब चाहिँ 1 हप्ता जस्तोमा फुल सकिन्छ होला। हस् त, मेरो आजको भिडियो यति नै, सी यु नेक्स्ट भिडियो, बाई।